हेलो हेलो साथीहरू, यो चाहिँ अस्ति असार 10 गतेको छोराको बिहेको भिडियो थियो। अनि त्यसपछि मैले चाहिँ भ्याइरहेको थिएन कि यहाँनिर उस गर्नलाई हाल्नलाई। अनि यो चाहिँ छोरालाई भान्जालाई मामाहरूले श्रृङ्गार्दै हुनुहुन्छ है। हाम्रो चाहिँ फर्स्टमा मामा नै प्राथमिकता हुन्छ, किनभने मामाले भान्जालाई स्याहारेर श्रृङ्गारेर जग्गामा राख्नुपर्ने हुन्छ नि त। अनि त्यही भएर यहाँ मामाहरूले गर्दै हुनुहुन्छ। हेर्नुहोस् ल, मैले सानो सानो क्लिपहरू मोमेन्टको लागि क्याप्चर गरेको छु, हजुरहरूले हेरेर छोरा बुहारीलाई पनि ह्याप्पी म्यारिड लाइफ भन्न चाहन्छु। जीवन सुखद रहोस्, सधैँ एकअर्कालाई साथ सपोर्ट गर्दै अगाडि बढ्नु है। दुःख सुख त भइ नै हाल्छ जिन्दगीमा। दुःख भयो भन्दैमा आत्तिने होइन, गर्नु हुँदैन। सुख भयो भन्दैमा पनि मात्तिनु हुँदैन। सबैलाई चाहिँ हामीले राम्रोसँग मिलेर एकअर्काको हातमा हात मिलाएर अघि बढ्नुपर्ने हुन्छ। त्यही भएर धेरै धेरै शुभकामना है त छोरा बुहारीलाई। हस्, कहाँ हो कि तिमी चाहिँ कहाँ टल्किन्छ भनेर पछेर आउनु पर्यो अलि राम्रो बत्ती त्यही एउटा बत्ती ल्याएर